म यो ट्रेनिङको लागि भनेर काठमाडौँदेखि बाई फ्लाइट ट्रेनिङकै लागि मात्र भनेर यहाँ आएँ र यहाँ आएर धेरै कुरा सिक्ने मौका पाएँ। मैले क्लाइमेट चेन्ज रिलेटेड नै रिसर्च गरिरहेको थिएँ, तर मलाई त्यसको बारेमा कसरी एनालाइसिस गर्ने डाटा भनेर केही आइडिया थिएन। अनि त्यही दौरानमा मैले स्मल अर्थ नेपालको पेजमा चाहिँ क्लाइमेट डाटा एनालाइसिस ट्रेनिङ खुलेको देखेँ। अनि त्यस पछाडि झ्यापझुप अप्लाई गरेर अनि सेलेक्सन पनि भयो। अनि यहाँ आएर चाहिँ मैले धेरै कुराहरू सिकेँ। क्लाइमेट डाटा एनालाइसिस कसरी गर्ने, पाइथनबाट कसरी डाटा एनालाइसिस गर्ने, सिरियो कसरी युज गर्ने, त्यो सबै कुराहरू सिकेँ र अब मलाई लाग्छ मैले मेरो प्रोजेक्ट एकदमै राम्रो गर्न सक्छु भनेर। थ्याङ्क यू सो मच। नमस्कार, म गोकर्ण प्रसाद उपाध्याय, मेरो घर चाहिँ कालीकोट र म किडाग नेपालबाट चाहिँ प्रतिनिधित्व गर्छु। मलाई जिरो नलेज थियो योसँग सम्बन्धित चाहिँ, न पाइथन थाहा थियो, न एनाकोन्डा थाहा थियो, न अर्को कुनै। तर मैले 4 दिनको बसाइमा चाहिँ एकदम पर्फेक्टली चाहिँ मैले डेटालाई चाहिँ कसरी निकाल्ने होइन, इरा फाइलदेखि लिएर विभिन्न मैले नामै नसुनेको सफ्टवेयरहरूदेखि लिएर मैले काम गरेर चाहिँ फाइनल डेटाको लागि चाहिँ मेरो फर्दर बाँकी रिसर्चको कामहरू र अन्य कामहरूको लागि युटिलाइजको लागि चाहिँ मैले यो ट्रेनिङ लगेँ। एकदम राम्रो छ यो ट्रेनिङ चाहिँ। यो सम्भवतः लाग्छ मलाई कर्णाली प्रदेशकै पहिलोचोटि चाहिँ यो कर्णाली प्रदेशमा यो लेभलको ट्रेनिङ भएको छ। धन्यवाद, नमस्कार। नमस्कार, मेरो नाम सिमन सुनार, म चाहिँ अन्डर ग्रेजुएट स्टुडेन्ट बिएससी एग्रिकल्चर मिडवेस्ट युनिभर्सिटी। क्लाइमेट भन्ने बित्तिकै डिफ्रेन्ट डाटा रिसोर्सेसहरू चाहिँ मलाई चाहिँ अननोनै थियो। आफ्टर दिस ट्रेनिङ चाहिँ जुन चाहिँ कर्णाली प्रदेशमा भएको थियो, यो ट्रेनिङबाट चाहिँ मैले क्लाइमेट डाटाहरूलाई कसरी एसेस गर्ने अनि कसरी चाहिँ त्यसलाई एनालाइसिस गर्ने, यस्तो खालको क्लाइमेट डाटा एनालाइसिस ट्रेनिङ चाहिँ सम्भवतः कर्णाली प्रदेशमा पहिलोचोटि नै भएको थियो। र यस्तो खालको यो प्रोग्रामले चाहिँ एउटा क्लाइमेट इन्थियास्टिकलाई चाहिँ क्लाइमेट एक्सन कसरी गर्ने भन्ने एउटा चाहिँ वे थ्रु हो। आई एम ग्रेटफुल टु द स्मल अर्थ नेपाल।